Hello everyone, once again welcome back to my channel. तपाईलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। अनि यो भ्लग चाहिँ मेरो फिल्डको यानी कि एज अ फेसन डिजाइनर चाहिँ मलाई मिस एसी को चाहिँ ग्रान्ड फिनालेमा लगाउने ड्रेस चाहिँ बनाइदिनु भन्नुभएको छ। अनि म चाहिँ ड्रेस बनाउँदै छु। म लगायत मेरो अरु साथीहरु पनि ड्रेस बनाउँदै हुनुहुन्छ। अनि त्यसको लागि चाहिँ आज हाम्रो मेजरमेन्ट लिने अनि फ्याब्रिक हेर्ने भनेर हामी चाहिँ व्हाइट हाउस पार्टी प्यालेस जाँदैछौँ। अनि हामी चाहिँ त्यहाँ गएर भेट्ने छौँ। अनि त्यहाँको भिडियो पनि लङ नभए पनि सर्ट्सहरू चाहिँ म तपाईहरुलाई देखाउँछु, हेरेर इन्जोय गरिदिनु होला एभ्रीवन। यो केटा त भ्लग हो कि ड्रेस चाहिँ बन्दैछ। अनि म चाहिँ यहाँ टायर्ड भइसकेँ। हजुर नि यो चाहिँ मैले भोगमा बनाइसकेको थिएँ। यो चाहिँ म यता फोटो राखिदिन्छु। अनि हामी चाहिँ अहिले ड्रेस ट्राईको लागि चाहिँ यहाँ पोखरा ग्रान्डीमा आएको छौँ। अनि आज चाहिँ सो हुनुभन्दा चाहिँ एक दिन अगाडि हो। अनि अब हामी चाहिँ भित्र गएर ड्रेस ट्राई गर्छौँ। अभी हामी भर्खर आइसक्यौँ कि यहाँ। मैले कन्फिडेन्स भएको के हो र इरिटेट हुँदै रहेछ है। ल बाई बाई भन, अब भोलि भेट्ने भन।
ओके एभ्रिवान, भोलि चाहिँ हाम्रो फाइनल ग्रान्ड फिनाले हो, त्यही भएर हामी ड्रेसहरू ट्राई गरेर फर्किँदैछौँ। अब भोलि भेटौँला। ओके बाई बाई। The next day. एभ्रिवान, अनि हामीले चाहिँ स्टेजमा गराएर नि हामी यहाँ बाहिर छौँ अनि यस्तो गर्मी भएको छ। अनि कस्तो भयो दिदी आजको जस्ट क्वाइट गुड। आज चाहिँ मैले डेन्जरै गाली खाएँ होइन। म आज सबैभन्दा लेट पनि भएँ। म चाहिँ पहिला 1 बजे आएँ अनि 2023 को विनरलाई ड्रेस पनि दिएँ, फेरि फर्किएँ, फेरि आएँ अनि म ढिलो भएँ सबैभन्दा। अनि मैले यस्तो गाली खाएँ दिदी नभएको भए चाहिँ आज म छैन। यस ल अब हामी चाहिँ एकछिनमा भित्र जान्छौँ किनकि ग्रान्ड फिनाले हुनै बाँकी छ। कसले जित्छ, मेरो मोडलले जितोस् भन्छु म। दिदी तपाईँ के भन्नुहुन्छ? माई मोडल भन्छु म पनि। नि यस्तो गर्मी छ हेर्नुहोस् न, हाम्रो मेकअप चाहिँ सबै निक्लिन लागिसक्यो। अनएक्सपेक्टेड कुराहरू हुन्छन्, तर पनि हामी हजुर विश फर एभ्रीबडी, एभ्री कन्टेस्टेन्ट, विशिङ फर एभ्री। यस्तो गर्मी भएछ मेकअप दिदी। ओ माई गॉड, गर्मीले यहाँ सबै भइरहेछ। अनि हामी आज र्याम्पमा हिँड्न पाएन ढिलो भएर है। अनि ढिलो भएर सुरज सरले के भन्नुभएको थियो, एकछिन बोक्नु न डिजाइनरहरू। सुरज सर मेरो गल्ती होइन यसमा चाहिँ। फेरि सुरज सर हजुरले अलिकति म्यानेजमेन्ट भएन। हामीलाई लास्टमा भयो नि हिँडाउनु पर्छ होइन गाइज। अनि मैले चाहिँ मेरो बेल्ट, प्यान्टको यो बेल्ट ल्याउन बिर्सेछु। अनि बिर्सिएपछि के भयो, ल्याएपछि मैले मेरो यो फिटिङ गरिदेऊ भने कसैले नि मलाई हेल्प गरेन। लास्टमा चाहिँ एलेक्सले चाहिँ मलाई यहाँनिर स्टिच हानेर चाहिँ हेल्प गरेर बनाइदियो। एलेक्स उसले चाहिँ मलाई हेल्प गरेको एकदम है। अनि घरमै बस्छ गाइज। अब म चाहिँ एकछिन रेस्ट गर्छु। ओके एकछिनमा भेट्छु। Don't get nervous. So, in which language do you prefer? Nepali. Okay. So I'll read the question. What you can ask me again, okay? Before you answer. तपाईले सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ? तपाईले सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ? यो त यात्रामा पाइने सन्तुष्ट र सिकाइको सम्बन्ध हो। मेरो विचारमा सफलता एउटा निश्चित बिन्दु वा अन्तिम गन्तव्यको रूपमा मात्र परिभाषित गर्न सकिँदैन। यो त एउटा निरन्तर प्रक्रिया हो जहाँ व्यक्तिले आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्छ। र उहाँलाई प्रश्न राखिदिनु हुनुको लागि we would like to request Robin Gurum sir. सुप्रभात, ready for the question? अब अंग्रेजीमा सोधौँ या नेपालीमा? क्वेशन अंग्रेजीमा सोधौँ या नेपालीमा तपाईलाई? नेपालीमा। ओके। तपाईले यस मिस एसी गण्डकी 2025 को तालिम अवधिमा के सिक्नुभयो? म फेरि दोहोऱ्याउँछु है। तपाईले यस मिस एसी गण्डकी 2025 को तालिम Discipline is the bridge between all activities. Present your goals regarding this statement. Are you clear about the question? Success.
information. It comes from discipline. So yes, I completely agree with the statement that discipline is the bridge between goals and accomplishment. Discipline is the crucial link between setting goals and achieving them. It provides the structure, consistency, and perseverance needed to overcome obstacles while staying focused on our objectives. I believe that by embracing discipline, we can turn our aspirations into reality and reach our full potential. Thank you. Thank you, contestant number 16, Nisa Jisi. With this, we have come to an end of question and answer round. कस्तो यो मिलन हाम्रो 20 मिनटको सम्बन्ध हाम्रो पाएर पनि नपाए जस्तो चिनेर पनि नचिने जस्तो जिन्दगी यस्तै नै हो र तिमी जाने सिलगढी म जाने सिक्किमतिर A certificate received गरिदिनुको लागि as an appreciation धेरै धेरै धन्यवाद। उहाँ 2023 को विनर हुनुहुन्थ्यो मिस एससी गण्डकी 2023। अलमोस्ट 9:30 भइसकेको छ। अबको केही समयमा हामीले विनिङ अनाउन्समेन्ट गर्छौं, त्यसपछि हामी पाउनेछौं मिस I want to believe in myself. Hello guys, आज हामी मिस एससी गण्डकी आज हामी डिजाइनरहरु सबैजना यहाँ आछौं, तर हामीलाई हिँड्न गर्न लाएन, हामी ढिलाए भनेर सुरज सरले झन्डै मारेन लखटान्या कस्तो अनि तिम्रो आजको ड्रेस आजको ड्रेस मैले भर्खरै त्यो के कति मोटीले आफैले डिजाइन गरेर एम्ब्रोइडरी गरेछ यहाँ अनि पाइटमा पनि हाई गाइज यो मान्छे त मलाई कति नै आज चित्त बुझे छैन। यो मान्छेलाई कस्तो कुटम मन लाग्छ, घरिघरि बड्डा रिस उठाउँछ उही गर्दै हिँड अब जिम्केरी चाहिँ। सब्स्क्राइब मनिना गुरुङको च्यानल गाइस। ओके सबैजनाले सब्स्क्राइब गरिदिनु होला हाम्रो यहाँ गुरुङ इटिङ च्यानलमा। हामी चाहिँ भोक लागेर आएको छौँ खाना खानको लागि अनि अहिले चाहिँ एकदम धेरै क्राउड हुन्छ, त्यही भएर हामी चाहिँ अहिले खाली हुने बेलामै आएको। अब चाहिँ हामी खाना खान्छौँ। समय भएको
भएको छ बेस्ट ट्रेनीको टाइटल र यो टाइटल दिदिनुहुनको लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु. Not just be a winner tonight, you will be a representative of hope, strength and change. To each and every contestant here, you all are more than just beautiful faces. Your stories, your power, and remember, this stage does not define your worth, your life does. 들뜨거리 춤을 춰 시간은 멈췄어 눈을 감아 꿈을 꿔 너와 함께 있어 꽃잎이 바람에 날려 속삭이는 사랑 손을 잡고 다가가 우리는 하나야 영원히 너와 나 별빛 속에 녹아 사라지지 않아 사랑해 이 마음 कस्तो भयो तिम्रो एक्सपिरियन्स जिते नि नजिते नि अघि बढ्नुपर्छ ओके ल भेटिराख्नुपर्छ है ल ओके बाई बाई गाइज